यहाँ फेरि घामको किरणको न्यानोपन महसुस गर्ने दिनहरू फर्किआउन थालेको छ। प्राय वर्षको आधाभन्दा ज्यादा समय चिसो हुने भएकोले हरेक पल्टको न्यानोपनको महत्त्व हुने गर्छ यो ठाउँमा। हिँडिरहेको त्यही बाटो अनि मैले हेरिरहने त्यही रुखहरू, तर आज मलाई नौलो नौलो लागिरहेको थियो। याद गरेको त थाहा नपाई कति रुखहरू त मजाले फुली पनि सकेछ। नीलो आकाश, न्यानो घामको किरण अनि सेतै फुलेको ती रुखहरूले त्यही बाटोको रूप परिवर्तित गरिदिएको रहेछ। तब मैले मेरो बाँकी यात्राहरूमा अरू रुखहरूलाई याद गरेँ। फरक फरक अवस्थामा भेटे। कति अझै खङ्ग्रङ्ग एउटै पात नभएको मरे जस्तै दाउराको लागि मात्र काम लाग्ने अवस्थामा देखे। कतिमा चाहे साना साना हरिया पालुवाहरू आउँदै गरेको देखे, त कति आधी फुलिसकेको अनि कति पुरापुरी रूपले फुलेर सुवासना छरिरहेको अवस्थामा मैले भेटे। यी रुखहरूको सवालमा यो कुरा चाहिँ पक्का हो कि यी सबैले त्यही 24 घण्टा, त्यही घाम पानी हावाहुरी, त्यही दिन अनि रात पाएको हो। सबै थोक बराबर पाए तापनि प्रत्येक रुखको अवस्था अनि प्रत्येक रुखको उन्नति भिन्न भिन्नै। प्रिय मित्र, आत्मिकी जीवनको यात्रामा आज तपाईँ कस्तो अवस्थामा हुनुहुन्छ? वा भनौँ ती रुखहरूको कुन अवस्थामा हुनुहुन्छ? कहीँ आफैलाई खङ्ग्रङ्ग पात बिनाको, बिना कामको अवस्थामा त पाइरहनु भएको पो छ कि? प्रार्थना गरेको, सेवा गरेको यतिका वर्ष भयो, उत्तर छैन, उन्नति छैन, सबै उस्तै छ। हरिस नखानुहोस् मित्र, सङ्गतिमा लागिरहनुहोस्, प्रार्थना गरिरहनुहोस्। वा त्यो पालुवा लाग्दै गरेको वा आधी फुलेको रुख जस्तै मानव मृत्युको मुखबाट भर्खरै छुटकारा पाएर तपाईँ ओछ्यानबाट उड्दै हुनुहुन्छ कि? तपाईँको ज्योति फुटी निस्कनै लागेको छ। निराशाको कालो अँध्यारो अवस्था बीच त्यो धन्य जिउँदो आशामा आनन्दित भइरहनुहोस्। रुनेहरूसँग रुनुहोस्, आनन्द मनाउनेहरूसँग आनन्द मनाइनै रहनुहोस्। वा कतै तपाईँले आफैलाई त्यो झपक्कै फुलेको रुख जस्तै सबै कुराले भरपुर अवस्थामा आफूले आफैलाई पाइरहनु भएको छ कि? सबै कुरा ठिक उत्तम प्रगतिशील अवस्थामा छ त झनै जोसले, तन मन धनले, जसले तपाईँलाई ती सबै कुराहरूले भरपुर पार्नुभयो, उहाँकै सेवा गर्दै बढ्दै जानुहोस्। हाम्रो अन्तिम लक्ष्य नै त्यही हो, ख्रिस्ट जस्तै बने, ख्रिस्टसँगै अनन्त अनन्त उहाँसँगै जिउने। मित्र, तपाईँ जहाँ हुनुहुन्छ, तपाईँ ठिक ठाउँमा हुनुहुन्छ। उहाँले जे गर्नुहुन्छ केवल ठिक मात्रै गर्नुहुन्छ। चाहे हामी त्यो कुरा बुझौँ वा नबुझौँ। हामी जिउँछौँ त ख्रिस्टकै निम्ति, मर्छौँ त यो हाम्रो लाभ ख्रिस्टकै निम्ति। आज नफुलेको त्यो रुख भरे, भोलि अनि ढिलो भए पर्सि हुँदै निश्चय फुल्ने नै छ। मृत्यु वारी यहाँ वा मृत्यु पारी त्यहाँ। परमेश्वर बोलिरहनु भएको छ। के तपाईँ सुन्दै हुनुहुन्छ?